आज बिहानको सुरुवात मेरो गार्डनमा फुलेको नयाँ फुलबाट। हाम्रोतिर चाहिँ बिहान पानी परेको भएर शीतल थियो मौसम। यत्तिकैमा मलाई छिमेकी आन्टीले ल्याइदिनु भयो फर्सीको मुन्टा। त्यसपछि म लागेँ केलाउन। यसलाई केलाउन चाहिँ अलि टाइम लागे पनि खाँदा चाहिँ एकदमै मिठो लाग्छ मलाई। अनि यसलाई जसरी पकाए पनि एकदमै मिठो हुने कि कति धेरै दिनपछि आज पानी परेको नि त, त्यही भएर बिहानको मौसम चाहिँ एकदमै चिसो अनि शीतल थियो। यत्तिकैमा मैले पनि फर्सीको मुन्टा अनि त्यसपछि म लागेँ यसलाई पखाल्न। मजाले पखालिसकेपछि अब म चाहिँ यसलाई पकाउन थालेँ। यसलाई पकाउन चाहिँ खासै केही गर्नु पर्दैन, सादा पकाउँदा पनि एकदमै मिठो हुन्छ। मैले चाहिँ मेथी, जिरा, खुर्सानी पड्काएर थोरै लसुनले फुराइदिएँ। त्यसपछि मैले राखेँ फर्सीको मुन्टा। अनि यसरी पार्लाक पुर्लुक चलाएर माथिबाट ढाकिदिएँ। अनि एकैछिनपछि त पाकेर यस्तो भएको थियो। अनि मेरो गार्डनमा फुलेको यो फुलले चाहिँ एकदमै राम्रो देखेको थियो। यत्तिकैमा मेरो छोरी चाहिँ बिहान उड्दै चोट लगाएर ओठ पनि काटेको रहेछ। बच्चाहरूको चकचक भनेपछि कति हुने है। किचनको काम चाहिँ कहिले नभ्याइने कि हाम्रो छोरी मान्छेलाई चाहिँ ठिक्कै हुने। बिहान साँझ झन् बढी नै काम पुग्छ नि त। अनि त्यसपछि म लागेँ चिया पकाउन। सासु मम्मीले चाहिँ चिया खानु मन लाग्यो भन्नुभयो। अनि चिया खायौँ हामीले चाहिँ, फेरि दुध राखेको चिया। अनि मम्मीले चाहिँ तामा केलाउँदै हुनुहुन्थ्यो। अनि यता गर्मी एकैछिनमा त फेरि घाम चर्केर बिजोक। अनि यता मेरो चाहिँ डल्ले खुर्सानी पनि फल्न थालेको छ। पारीतिर झरेको त कुरेलो पनि छिप्पिसकेको रहेछ एउटा लौका भेटेँ। अनि माथि आएर अब चाहिँ खाना खानु भनेर आज चाहिँ मैले गुन्द्रुकको झोल, फर्सीको मुन्टा, भात, सादा नै त खाना बनाएको थिएँ। अनि यो गर्मीमा नभई नहुने अपरिहार्य चिज भनेको चाहिँ मलाई मुही हो।